साथीहरु म चाहिँ दही बनाउनको लागि दुध तताउँदै छु। यो चाहिँ जम्मा 1.5 लिटर दुध हो। ग्यास चाहिँ एकदमै लो हिटमा हुनुपर्छ। लो हिटमा ग्यास बनाएर यतिको 12 मिनेटसम्म उम्लिन छोड्दिने। अनि अब हेर्नु है, यसको यही तर बेग्लै छुटिन्छ के माथि माथि। यसरी उमाल्दा चाहिँ दुध राम्रोसँग पाक्छ के साथीहरु। अनि अब यसलाई चाहिँ दही बनाउनको लागि अब यसलाई सेलाउन दिने। हल्का मनतातो भएपछि मात्रै दही बनाउनको लागि रेडी हुन्छ साथीहरु। दुध चाहिँ सेलाएर एकदमै मनतातो भएको छ। यतिकै दही बनाउँदा जहिले पनि मटकामा बनाउँछु के साथीहरु। यसरी साथीहरु यो मटकामा चाहिँ ठिक्क 1.5 लिटर दुध जान्छ। 1.5 लिटरले चाहिँ भरिन्छ। अनि मैले चाहिँ यसमा अब जोडनको लागि साइडमा दही लगाइदिए। 2-3 चम्चा दही लगाइदिए साथीहरु जोडनको लागि। अब यसलाई चाहिँ छोपिदिनु साथीहरु। अब छोपेर रातभरि राख्ने। है साथीहरु, फाइनल्ली दही चाहिँ अब रातभरि जम्नको लागि छोडिदिएको थिएँ। अब हेर्नुस् त, वाउ दामी मक्खन मलाई हेर्नु त दही जमेको। यस्तो दामी भएको छ हेर्नु न यहाँ।